नमस्कार। हामी यति बेला छौँ पुल्चोक क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति स्वयं श्रेष्ठ दाजुसँग र आज भने भर्खरै स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्वमा विद्यार्थीहरूले दिन अफिसमा ताल चलाइसक्नु भएको छ र दाइ यो किन ताल चलाइयो, मागहरू हाम्रा के हुन्, यो विषयमा प्रश्न पारिदिनु न। सर्वप्रथम ताल चाहिँ एउटा पाटो होइन, सुरुमा चाहिँ हामीले यहाँ अनसन दिन लागेको अनि अब भोलिबाटै फर्म खुल्छ, त्यही भएर त्यो समयको स्थितिले गरेर हामी ताला बन्द गर्न बाध्य भयो। हामी पछिल्लो 2 हप्ता हारादेखि चाहिँ ESL जुन 81 डेटा अगाडि सार्यो, के अरे केसिङ के अरे नेगेटिभ मार्किङ 10%बाट 5% बनायो, साथसाथै 140बाट 100 मार्क्स बनाएर जुन हाम्रो एकदम रोबस्ट प्रणाली थियो त्यसलाई चाहिँ एब्सोर्ड बनाइदियो नि, त्यसको विरुद्धको हो। हामीले धेरै प्रश्न सोध्यौँ सरहरूलाई, हजुरले 140 को 100 किन बनाउनु भयो भन्दा उहाँसँग उत्तर छैन। अब पनि 2000 रुपियाँ लिनुपर्ने हजुर 25 सेकेन्ड थाल्नु भने त्यहाँ उहाँसँग उत्तर छैन। यदि एउटा राम्रो उहाँहरूसँग केही स्कुल अफ थट भएको भए कि फिलोसफी भएको भए चाहिँ हामीले ठिकै छ हजुर भनेको यो कुरा चाहिँ राइट हो, सो यो फिलोसफी जान सकिन्छ भन्न सकिन्थ्यो भने उहाँहरूसँग अब्जेक्टिभली केही पनि एन्सर देखिएन, कन्भिन्सिङ एन्सर देखिएन। त्यही भएर हामी कुनै पनि बाटो नभइसकेपछि 2 हप्तासम्म लगातार कुरा गर्दा चिठी लेख्दा केही नभइसकेपछि भोलि फर्म खोल्ने भएर आज चाहिँ हामी यो कदम चाल्नु बाध्य भयो। नमस्ते, मेरो नाम चाहिँ अनुप भण्डारी, सोभियु सदस्य पुल्चोक क्याम्पस। सो आज चाहिँ हामीले यो तालाबन्दी चाहिँ के खास के कारणले हामीले गर्दैछौँ? कस्तो भन्दाखेरि लगभग 2079 तिर चाहिँ युजिसीले एउटा देशभरिका इन्जिनियरिङ क्याम्पसहरूमा अथवा संस्थानहरूलाई चाहिँ यो इन्ट्रान्स सिस्टममा चाहिँ एकरूपता ल्याउनको लागि भनेर उसले चाहिँ एउटा गाइडलाइन्सहरू निकालेको थियो र अनि हाम्रो आइओईले चाहिँ त्यो फलो गरेको अवस्था थिएन, जस कारणले चाहिँ कुनै एउटा व्यक्तिले चाहिँ अदालतमा यो फलो गर्नु पर्यो भनेर मुद्दा हाल्नु भएको थियो। अब त्यो अनुसार चाहिँ अब उहाँहरू चाहिँ त्यो अनुसार फलो गरेर जाने कुरा गर्नुभएछ। अनि त्यसपछि अनि अर्को कुरा उहाँहरूले त्यसमा के पनि गर्नु भन्दाखेरि 140 मार्क्सलाई 100 मा झार्नु भयो। त्यसपछि अनि हामी यहाँ आएर डिनहरूसँग कुरा गऱ्यौँ, 100 किन बनाइयो, 140 को ठाउँमा 140 नै राम्रो थियो भने उहाँहरू आफै पनि स्वीकार्नुहुन्छ। तर उहाँहरूले के भने हामीलाई ढाट्नु भयो कि अदालतबाट हामीलाई यस्तो डिसिजन आएको छ कि हामीले 100 वटा क्वेसन 100 पूर्णाङ्कको राख्नै पर्छ भन्ने टाइपको कुरा गर्नुभयो। जब हामीले अदालतको चिठी माग्यौँ, युजिसीको गाइडलाइन्सहरू हामीले पढ्यौँ, त्यहाँ कहीँ पनि लेखेको छैन कि 100 मार्क्स नै हुनुपर्छ भनेर। त्यहाँ 100 वटा क्वेसन हुनुपर्छ भनेर लेखेको छ र मार्क्स कसरी राख्ने भन्ने कुरा आइओईले नै डिसाइड गर्न पाउने अधिकार छ। अब सरहरू आफै भन्नुहुन्छ कि हाम्रो यो 140 को पहिलाको एकदम राम्रो थियो बाबुहरू, हामी किन चेन्ज गर्थ्यौँ भन्नुहुन्छ। गर गाइडलाइन्स र अदालतको जुन निर्णयहरू पढ्दाखेरि कहीँ पनि 100 मार्क्स गर्नुपर्ने कुनै बाध्यकारी ठाउँ नै छैन। अब सरहरूले हामीलाई किन भ्रममा पार्न खोज्नु भएको छ? उहाँहरूसँग हामीले कारण खोज्यौँ, ठिक छ, हामीलाई 140 को 100 बनाउनुका कारणहरू भन्नुहोस्, हामीलाई कन्भिन्स गरेर पठाउनुहोस् र हामी विद्यार्थीलाई पनि कन्भिन्स गराउँछौँ भन्दाखेरि उहाँहरूसँग कुनै कारण छैन। भन्नुहुन्छ युजिसीकोले युजिसीको हेडले हामीले मौखिकमा भन्यो योपालि एक्सपेरिमेन्ट गर्ने, जुन एक्सपेरिमेन्टको कुनै अब्जेक्टिभ नै छैन, यत्तिकै एक्सपेरिमेन्ट गर्ने। त्यस कारणले गर्दाखेरि उहाँहरूले भनेका कुराहरू हामीले कुनै पनि चित्त बुझेनन्। कुनै कुराको ब्याकग्राउन्डमा कुनै तर्क पनि थिएन। त्यस कारणले गर्दाखेरि अनि हामीले धेरै मिटिङ बस्यौँ र हाम्रो कुरा सुन्नै चाहनु भएन। अनि उहाँहरूले अहिले नोटिस पनि पब्लिस गरिसक्नु भएको छ, अस्ति शुक्रबार हो कि शनिबार आई थिङ्क होइन। त्यसमा चाहिँ अनि पुरा के अरे 100 मार्क्स गर्ने, कटअफलाई 5 मा झारेको छ, पैसा पनि 2500 बनाएको छ। जबकि 2500 किन बनाउनु भयो 2000 देखि 2500, त्यसको कारण पनि छैन। यो सबै कुराको उहाँहरूले एउटा चित्त बुझ्दो जवाब दिन नसकेपछि र हामीले बारम्बार प्रयास गर्दा पनि उहाँहरूले सुन्न नचाहेपछि चाहिँ हामी यो कदम चाल्न चाहिँ बाध्य भएको, त्यति नै हो। मेरो नाम लजिक ढुङ्गाना, अहिले एरोस्पेस 4th इयर अनि हाल पुल्चोक क्याम्पस सोभियु सदस्य। आजको यो तालाबन्दी चाहिँ के कारणले हजुरहरूले गर्दै हुनुहुन्छ? यो आजको तालाबन्दी चाहिँ अब छोटकरीमा भन्नुपर्दा चाहिँ विशेष भनेको चाहिँ आइओईको गुणस्तर बचाउनको लागि। अहिले हामीले सबैले 140 मार्क्सको इक्जाम दियो, त्यहाँ 1 मार्क्सको क्वेसन हुन्थ्यो, 2 मार्क्सको क्वेसन हुन्थ्यो। तर अहिले आइओईले चाहिँ कस्तो चाहिँ ज्यादती गरेको छ भन्दाखेरि सबै क्वेसन चाहिँ 100 मार्क्सको बनाएको छ र 100 वटा क्वेसन छ। त्यसले गर्दाखेरि हामी इन्जिनियरिङ पढ्ने विद्यार्थी हो, हामीसँग अलिकति चाहिँ सल्भ गर्न सक्ने क्षमता हुनुपर्छ। सबै 1 मार्क्सको क्वेसन मात्रै भयो भने के हुन्छ, कुनै क्वेसनको एन्सर टुक्का हान्न पनि मिलाउन सकेला र जो वास्तवमा विद्यार्थीले पढेका छन् र जो विद्यार्थी होइन टुक्का हानेको भरमा चाहिँ आइओई पास हुन्छ भन्न आएका छन्, त्यो अब चाहिँ टुक्का हान्ने प्रविधि चाहिँ बढी बढ्ला जस्तो छ क्या। हामीलाई जति चाहिँ गर्व लाग्छ नि, हामी चाहिँ यति चाहिँ टफ इन्ट्रान्स दिएर चाहिँ आइओईमा पढ्न आएको छौँ भनेर पछि अब 2-3 वर्षपछि चाहिँ यो गुणस्तर घट्दा चाहिँ होइन आइओई इक्जाम केही पनि गाह्रो छैन, टुक्का हानेको भरमा पास भइन्छ भन्ने मनसाय पर्ला भनेर हामीले यो कदम चाल्न बाध्य भएका हौँ। त्यसै गरी अर्को पनि हाम्रो के छ माग भन्दा, अहिलेसम्म 2000 रुपियाँ हामीले इन्ट्रान्सको चाहिँ
प्रवेश शुल्क तिर्ने गर्थ्यौँ। अहिले चाहिँ अचानक बढाएर 2500 बनाएको छ। योभन्दा 2-3 वर्ष अगाडि मात्रै हरेक विद्यार्थीबाट चाहिँ 1 लाख रुपियाँ चाहिँ एक्स्ट्रा चाहिँ अब हामीलाई आइओई चल्न गाह्रो पऱ्यो, 1 लाख रुपियाँ हामीलाई एक्स्ट्रा चाहियो भने उनीहरूले माग गरेका थिए र अहिले विद्यार्थीहरूले 1 लाख रुपियाँ एक्स्ट्रा तिरिरहेका छन्। त्यति हुँदाहुँदै पनि त्यसको पनि केही सुधार भयो भने अहिलेसम्म देखिएको छैन। त्यति हुँदाहुँदै पनि अहिले आएर त मन लाग्दै फेरि 2000बाट चाहिँ 2500 चाहिँ इन्ट्रान्सको फी बनाएको छन्। यो पनि उनीहरूको मन लाग्दै ज्यादती भएको छ। यी सबै कुराहरूलाई मध्यनजर गर्दै चाहिँ आज हामी चाहिँ पटक पटक वार्ता बस्दा पनि केही पनि लजिकल एन्सर नआएर उनीहरू भन्नुहुन्छ हामी एक्सपेरिमेन्ट गर्न खोजिरहेछौँ, तर त्यो एक्सपेरिमेन्टको केही पनि अब्जेक्टिभ नै छैन। पटक पटक वार्ता पटक पटक संवाद गर्दा पनि केही पनि चाहिँ उपलब्धि नआएर अब चाहिँ होइन, अब चाहिँ हामी अलिकति खरो तरिकाले उत्रिनु नै पर्छ भन्ने हिसाबले आज हामी तालाबन्दी गर्न चाहिँ बाध्य भएका छौँ। र यो चाहिँ डिन र युजिसी र विद्या परिषद सबैलाई चाहिँ एउटा ठाडो चेतावनी छ कि जबसम्म माग सम्बोधन हुँदैन तबसम्म हामी यो आन्दोलन चाहिँ सकाउँदैनौँ। हामी आन्दोलन त्यसरी पनि सफल नै बनाउनेछौँ। यति भन्न चाहन्छु अहिले। थ्याङ्क यू। जस्तै तपाईँहरूले चाहिँ सम्बन्धित पक्षहरूसँग धेरैसँग वार्ता गर्नुभयो होइन, उहाँहरूबाट चाहिँ कस्तो किसिमको जवाफहरू प्राप्त भएको छ तपाईँहरूलाई चाहिँ? उहाँहरूसँग जवाफ अब मैले अहिलेसम्म फेस गरेसम्म चाहिँ हामीले कुराहरूसम्म चाहिँ उहाँहरूको जवाफ चाहिँ चेन्ज हुने अनि अब्जेक्टिभ नहुने। फर इक्जाम्पल कहिले यो कार्यालयले भनेको थियो भने त्यो कार्यालयसँग त्यो कार्यालयले भनेकै छैन। कहिले चाहिँ होइन सिस्टम चेन्ज भएको थियो भन्नुहोस् अनि पछि बुझ्यो त्यो सिस्टमले चाहिँ के दुःख परेकै छैन। अब यसो गर्दाखेरि चाहिँ हामी घुम्यौँ मात्रै निष्कर्ष चाहिँ कहीँ पनि आएन। अनि त्यही भएर अब भिडियो आज यसरी बस्नु परिरहेको छ। अलि नै हामीले जस्तै निरन्तर रूपमा होइन सम्बन्धित पक्षहरूसँग वार्ता गरिराख्दाखेरि चाहिँ त्यो वार्ताबाट चाहिँ समस्याको समाधान चाहिँ किन हुन सकेन, के कारणले गर्दा? वार्ताबाट समाधान चाहिँ हामीलाई दिएको भए त हामी यस्तो गर्ने धेरै नै गर्दैनथ्यौँ। हामी अन्तिम दिनसँग भनेको भोलि फर्म हो भने आजसम्म हामी चिठीबाटै जाने खोज्दा पनि उहाँहरूले हाम्रो माग पुरा गर्ने त एउटा कुरा भयो। उहाँले किन गरेको पनि जसो सक्नु भएन, त्यसले गरेर चाहिँ अब हामी यहाँ आयौँ। उहाँहरूले किन दिन सक्नु भएन देख्नु भएन चाहिँ अब उहाँहरूलाई सक्नुपर्छ। यो इएसको ज्यादती विरुद्धको विद्यार्थीको हक हितको लागि गरिएको तालाबन्दी रातो कपडामा ट्याक्क बेरेर सोबेको छ। अब जबसम्म हाम्रो माग पुरा हुँदैन तबसम्म तालाबन्दी खोलिँदैन। अब राइट
यो गर्दै नि त भनेको छ कसरी यो